हेलो एन्ड नमस्ते सबैजनालाई। म पनि एकदमै धेरै ठिक छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दै मेरो चाहिँ युट्युब च्यानलको फर्स्ट भ्लगमा हजुरहरू सबैजनालाई स्वागत छ। म हुँ विनिता गौतम भने, उहाँ हुनुहुन्छ मेरो हस्बेन्ड सुरेश अधिकारी, त्यसै गरी मेरो सानो छोरो पनि छ। यो चाहिँ मेरो युट्युब च्यानलको फर्स्ट भ्लग भएको कारणले गर्दाखेरि अब सबै ठाउँमा म राम्रोसँग बोल्न सक्छु सक्दिनँ भन्ने थाहा छैन, तर पनि मलाई अरूहरूले बनाउनु भएको भ्लगहरू देख्दा चाहिँ एकदमै धेरै इम्प्रेस भएको कारणले गर्दा मलाई पनि एकदमै धेरै रहर थियो क्या भ्लगहरू बनाउने चाहिँ। त्यो भएको कारणले गर्दाखेरि मैले पनि स्टार्ट गरौँ न त, सायद सबैजनाले सपोर्ट गर्नुहुन्छ होला भन्ने आशा पनि राखेको छु। र भ्लगमा अब के कस्तो छन् कमी कमजोरीहरू त्यसमा हजुरहरूले पनि सुधार गर्नुपर्ने पक्षहरू पनि भनिदिनुहुन्छ होला भन्ने आशा गरेको छु। भने आज चाहिँ म अहिले हालसाल चाहिँ जापानतिर बसाइ भएको कारणले गर्दाखेरि मौसम पनि अलिकति गर्मी बढिसकेको छ। यहाँ पनि देख्न सक्नुहुन्छ हाम्रो बाहिरको मौसम चाहिँ एकदमै धेरै राम्रो छ। अनि त्यो भएको कारणले गर्दाखेरि आज चाहिँ म र मेरो बुढो अनि मेरो सानो छोरालाई चाहिँ डुलाउनको लागि भनेर निक्लेको छौँ। एकदमै व्यस्तताको कारणले पनि बाहिरतिर खासै निक्लिनु पाएको हुँदैन। अब म त खासै बिजी चाहिँ हुन्न, किनभने घरतिर बसिराख्ने भएको कारणले गर्दाखेरि सोसल मिडियामा पनि एकदमै धेरै एक्टिभ भइरहेको हुन्छु। अनि प्रायः धेरैजनाको मैले भ्लगहरू देखिराखेको हुन्छु क्या, कति राम्रो राम्रो लाग्छ क्या मलाई चाहिँ। अनि त्यो भएर पनि मलाई पनि कस्तो बनाउनु रहर लाग्यो कि। अनि मेरो चाहिँ त्यही भएर फर्स्ट भ्लग हो, सायद सबैजनाले मन पराउनुहुन्छ होला हेरेर, अरू पनि भ्लगहरू इन्जोय गरिदिनु होला। मलाई चाहिँ भ्लगहरू बनाउनको लागि अत्यन्तै मनपर्छ भने, अनि मेरो हस्बेन्डलाई चाहिँ देख्न सक्नुहुन्छ उहाँ चाहिँ अलिकति क्यामेरा पर्सन एकदमै धेरै इन्ट्रेस्टेड पनि हुनुहुन्छ। अनि दुवैजनाको कम्बिनेसन भाइबहरू चाहिँ एकदमै मिल्छ, किनभनेदेखि उहाँलाई फोटो खिच्न मनपर्ने, मलाई चाहिँ फोटोमा पोज दिन मनपर्ने त्यो भएको कारणले गर्दाखेरि पनि हाम्रो चाहिँ अलिकति इन्ट्रेस्टिङै हुन्छ। बाहिरको वेदर एकदमै धेरै राम्रो छ, हावा चलिरहेको छ, देख्न सक्नुहुन्छ होला मेरो कपाल पनि हल्लिराखेको छ मलाई फेरि हावा चलेर कपाल हल्लेसी उडेसी होइन यस्तो हिरोइनवाला फिल आउँछ नि साथीहरू, होइन त्यो म एक्सप्लेन नै गर्न सक्दिनँ कि। फोटो खिच्ने मान्छेलाई फेरि यति धेरै फोटो खिच्नलाई त्यो पात पात जे देखे पनि खिच्नुपर्छ कि साथीहरू। अनि उहाँले चाहिँ फेरि फोटो पनि राम्रो राम्रो निकाल्नुहुन्छ। अनि यस्तो यो पात पात तलबाट हुन्छ कि यसरी घुमाएर हुन्छ कि यसरी घुमाएर हुन्छ, उहाँ चाहिँ एकदमै धेरै इन्ट्रेस्टेड हुनुहुन्छ। त्यो भएर पनि अनि उहाँको रहरहरूलाई चाहिँ हामीले पुरा गर्नुपर्छ। साथीहरू हजुरहरूले पनि साथ दिनु होला। फोटो खिच्न मन छ भने चाहिँ मेरो बुढोलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। भने अब चाहिँ हामी सिग्नल कटेर घर जानुपर्ने हुन्छ। अब चाहिँ हामीलाई केही सामानहरू चाहिएको छ। यो चाहिँ हाम्रो घर छेउको सुपर मार्केट हो भने यता चाहिँ मेरो बुढो अगाडि गइसक्नु भएको छ। अब चाहिँ हामी जाँदैछौँ सामानहरू किन्नको लागि। बच्चा चाहिँ जहाँ पनि रहने हो कि साथीहरू गर्दै हिँडिरहेको छ। हामीले चाहिँ रुमको लागि केही स्टप्सहरू लिनुपर्ने हुन्छ। यहाँबाट फर्स्टमा एलिभेटर चढौँ। अब चाहिँ हामी दाइसोभित्र जाँदैछौँ। दाइसो भनेको चाहिँ जापानको सबैजनाको एकदमै फेभरेट ठाउँ हो कि साथीहरू। एकदम सस्तो मस्तो नै यस्तो चप्पल चप्पल यस्तो चाहिएको छ मलाई प्लाट प्लाट पड्काउँदै हिँड्नलाई होइन। कुन चाहिँ ठिक होला, राम्रै छ पछि लिउँ ल। अहिलेलाई चाहिँ हेरौँ मेन के चाहियो त्यो नै फोकस गरौँ है। रुममा बस्दा लगाउने चप्पलहरू चाहिएको थियो होइन। हामी सामानहरू चुज गर्छौँ। रुममा बस्दाखेरि लगाउने चप्पल अलिक ठुलो खपत छिर्न मिल्ने खालको लगाऊँ है। यस्तै ठिक हुन्छ होला सायद। उस तलको जस्तो ठिक हुन्छ नि। यो त हाम्रो टोइलेटमा छ साथीहरू यहाँ टोइलेटकै जस्तो त नलैजाउँ न। रुममा बस्दाखेरि त अलिकति राम्रै लैजाउँ। यो नि राम्रो छ, बरु खप्पा हाल्यो हिँड्यो गर्न पाइन्छ नि त। यहाँ चाहिँ सबै थरी कुराहरू अलिकति रिजनेबल प्राइसमा पाइन्छ कि। अब सस्तो मस्तै म चाहिँ भिडियो बनाउने गर्दा मेरो बुढालाई रिस उठ्छ कि। यहाँ देख्न सक्नुहुन्छ साथीहरू कुकुरको लुगाहरू हो। यो चाहिँ कुकुरको कति राम्रो राम्रो पाइन्छ। यिनीहरू चाहिँ प्रायः मान्छे पाउने भन्दा नि कुकुरकै बच्चा बिरालोहरू पालिराखेको हुन्छ। त्यो भएर पनि राम्रो राम्रो सामानहरू कुकुर बिरालोकै बरु राम्रो हुन्छ होइन। ओके साथीहरू, अब चाहिँ हजुरहरूले हाम्रो भ्लगलाई पनि माया गरिदिएर लाइक सेयर सब्सक्राइब सुधार्नुपर्ने पक्षहरू के छ सबै थरी भनिदिनु होला। र हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गर्नको लागि नबिर्सिनु होला। सबैजनाले सपोर्ट गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ। बाई 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 भन्नुहोस्। बाई बाई।